नमस्ते सबैजनालाई मेरो ज्ञान मन्त्र युट्युब च्यानलमा। श्रीनगर एग्रिटेक इन्डस्ट्री लिमिटेडले आज कार्तिक 12 गते बुधबार जेनरल पब्लिक तर्फको आइपिओको बाँडफाट यसले सम्पन्न गरेको छ। यस कम्पनीले कुल 25,10,493 किता आइपिओ जेनरल पब्लिकहरूको लागि निष्कासन गरेको थियो। यस कम्पनीको आइपिओमा कुल 19,42,682 जना लगानीकर्ताहरूले यस कम्पनीको आइपिओमा आवेदन दिएका थिए। यस कम्पनीको आइपिओमा मागभन्दा बढी आवेदन परेको हुनाले यस कम्पनीको आइपिओ 10 किताका दरले कोला प्रथाद्वारा आज बुधबार कार्तिक 12 गते बाँडफाट सम्पन्न भएको छ। यस कम्पनीको आइपिओमा कुल 2,91,049 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताका दरले यस कम्पनीको आइपिओ जेनरल तर्फबाट हात पारेका छन् भने बाँकी रहेका लगानीकर्ताहरू 16,91,633 जनाको भने हात खाली रहेको छ। त हस् साथीहरू, यो थियो जानकारी तपाईको श्रीनगर एग्रिटेक इन्डस्ट्री लिमिटेडको जेनरल पब्लिक तर्फको आइपिओको बारेमा, जसको बाँडफाट आज सम्पन्न भएको छ।